श्रद्धेय गुरु र सम्पूर्ण उपस्थित, त्यसै गरी धार्मिक तरिकाले हामी कसरी एक आपसमा सहकार्य गरेर यो नेपाललाई साँच्चै सुन्दर शान्तर बनाउन सकिन्छ भन्ने परिकल्पनासहित योगी नरनाथले लिनुभएको विचारलाई मूलमन्त्र मानेर देश दौडाहामा निस्किनुभएका विश्व हिन्दू युवा सङ्घका केन्द्रीय अध्यक्ष ऋषिकेश जङ्गशाह र सम्पूर्णलाई उपस्थित हुनुहुने सम्पूर्णप्रति म हार्दिक नमन व्यक्त गर्न चाहन्छु। पूर्वको मोरङको यो मिक्लाजुङ भन्ने डाँडामा सायदै यो दुईटा देखिँदाखेरि दुईटा हामीहरूको वस्त्रको आधारमा, हामीहरूको नाकको आधारमा र हामीले बोल्ने भाषाको आधारमा दुईटा धर्म देखिएको, तर एउटै पृष्ठभूमि र एउटै स्टेजबाट बोल्नको लागि यो समय जुर्नु पनि पक्कै कुनै एउटा महाउद्देश्य होला। बीचबीचमा अवतार हुनुभएका सबै महान पुरुषहरूको एउटै मात्रै उहाँहरूको उद्देश्य के थियो भने हामी सबै मानव एक हौँ, हामी सबैले सबैको कल्याण गर्नुपर्छ, हामीलाई यही सन्देश दिनुभएको थियो। तर आज त्यो हामीले दिनुभएको र हामीले मानिरहनु भएको गुरुहरूले दिएको सिद्धान्तमा हामी हिँडेका छौँ या छैनौँ, त्यो हामी सबैले मनन गर्न जरुरी छ। र आज उहाँको 136औं जन्म जयन्तीको उपलक्ष्यमा उहाँले नि तपस्या गर्नुभएको यो तपस्थली स्थल, त्यसै गरी विभिन्न शास्त्र र उहाँले नि बताएको आधारमा मिक्लाजुङ डाँडोको फेदीमा बसेर हामीले एक अर्कामा यसरी सहकार्य र धार्मिक चर्चा परिचर्चा गर्न पाउनु पनि यो अवसरको रूपमा मैले लिएको छु। यो अवसर जुराइदिनु हुने सम्पूर्णलाई म पुनः नमन व्यक्त गर्न चाहन्छु। महागुरु फागुन नन्दको विषयमा सायद मैले भन्दा बढी यहाँहरूले जान्नुहुन्छ। यहाँहरूले लामो समयदेखि उहाँलाई एउटा आदर्श पुरुषको रूपमा हेर्नुभएको छ, तर मैले बुझेको कुरा यति हो, उहाँले सबैको भलो चाहनुहुन्थ्यो, उहाँले सबैको कल्याणको लागि आफ्नो आजीवन यात्रा गर्नुभएको थियो। तिनै महागुरु फागुन नन्दलाई आज हामीले आदर्श गुरुको रूपमा लिएर हिँडिरहँदाखेरि उहाँले दिनुभएको त्यो शिक्षालाई हामीले मनन गरेका छौँ छैनौँ र आफ्नो जीवनमा लागू गरेका छौँ छैनौँ, त्यो बुझ्नु जरुरी छ। आज म अलिकति फरक विषयमा यहाँ आफ्नो धारणा राख्न गइरहेको छु। हामी यसरी देशभरको यात्रा गर्ने क्रममा यसरी आज आउनुको पछाडिको कुनै कारण होला, त्यो विगतको दुनियाँहरूले देखाउला, तर त्योभन्दा अगाडि मैले दुईटा धर्मबीचको के छ त हाम्रो अन्तर सम्बन्धको विषयमा मैले जानेको आधारमा म यहाँ प्रस्तुत गर्न चाहन्छु। यहाँहरूले जुन कुरालाई धर्मको रूपमा हेरिरहनु भएको छ, यहाँहरूले हामी सबै सनातनी धर्म हौँ, यो कुरा यहाँहरूले पनि मान्नुभएको छ, हामीले पनि मानेका छौँ। र हामीले मानिरहँदाखेरि यहाँहरूले पनि जुन तरिकाले आफ्ना इष्टदेवलाई कुलदेवलाई पूजाआजा गर्नुहुन्छ, हामीले पनि त्यही प्रकारले गरिरहेका छौँ। तर बिचमा हामीले यो धर्म ऊ धर्म भनिरहँदाखेरि हामी यो धर्मको ऊ धर्मको हामीहरू मठ जानु हुँदैन, हामीहरू गुम्बा जानु हुँदैन, हामीहरू चर्च जानु हुँदैन भनिरहँदाखेरि के हाम्रो धार्मिक एकता भयो त? यो कुरा बुझ्नु जरुरी छ। सायद त्यही बुझ्न नसकेको कारणले होला आजभन्दा केही समय अगाडि योगी नरहरि नाथज्यूले महागुरु हुनुहुन्छ, उहाँले हामीलाई धेरै दस्तावेज दिएर जानुभएको छ। हामी कसका सन्तान हौँ, हाम्रो यो नेपाललाई साँच्चै सुन्दर नेपाल ऋषिमुनिहरूको तपस्थली स्थल कसरी बनाउन सकिन्छ भनेर उहाँले हामीलाई ज्ञान दिएर जानुभएको छ। उहाँले कुनै एउटा मात्रै धर्मको चर्चा गर्नुभएको छैन, उहाँले सम्पूर्ण विश्वको मानव हामी एक हौँ, हामी मानव भएर हामीले मानवको मात्रै होइन प्रकृतिको संरक्षण गर्न सक्नुपर्छ, मानवको विकास र प्रकृतिको संरक्षण गर्नु नि सनातन धर्म हो भनेर ज्ञान दिनुभएको छ। पछिल्लो समयमा त्यसैको अभियान चलाउनको लागि उहाँको विचारलाई हामी समाजमा कसरी स्थापना गर्न सकिन्छ भन्ने चर्चा परिचर्चा र अन्तर्क्रिया गर्नको लागि वास्तवमै हाम्रो यात्रा मृगस्थलीदेखि पूर्वको यो भेगसम्म आइपुग्दा आज हामी यो फागुन नन्दको तपस्थली स्थलमा उभिएर बोल्न पाउँदा म आफैलाई गौरवान्वित महसुस गर्दछु। र उहाँले भन्नुभएका प्रत्येक बाणीले हामीलाई अहिले छुट्टिएर रहेका नेपाली बीच जोड्ने एउटा धागोको काम गर्छ। यसमा म पूर्णतया विश्वास गर्दै यहाँहरूलाई सम्पूर्णलाई पनि विश्वास हुनको लागि विनम्र अनुरोध गर्दछु।
उहाँले सधैँ हाम्रो मौलिकताको कुरा गरौँ। वास्तवमै हाम्रो जन्ममा जे मौलिकता छ त्यो हाम्रो धर्म हो। आज किन साकेला मनाइरहँदा आनन्द खुसी र बाँकी दिनमाहरू किन दुःखी हुँदैन भन्दा साकेलामा हजुरले लाउनुहुने ड्रेस, हजुरको कल्चरको ड्रेस र हजुरले बोल्नुहुने भाषा बोल्नुहुन्छ। हजुरको कल्चर, हजुरको परम्परा र संस्कृतिमा जुन कुरा विकास भएको छ कम्तीमा त्यो दिन गर्नुभएको छ। तर हामीले सधैँ लाइरहने हाम्रै आफ्नै परम्परा र सधैँ बोलिरहने आफ्नै परम्परा र सधैँ गाइरहने आफ्नै गीत प्रत्येक दिन गाउनुभयो भने जसरी साकेलामा आनन्द हुन्छ प्रत्येक दिन हाम्रो आनन्द हुन्छ। यो कुरामा यहाँहरूलाई ढुक्क हुनको लागि पनि म विनम्र अनुरोध गर्दछु। योगी नरहरिनाथले हामी सबैलाई, उहाँले कुनै सम्प्रदायको, कुनै जातको, कुनै भाषाको र कुनै भूगोलको कुरा गर्नुभएको थिएन। संसारलाई एकताको सूत्रमा ल्याउनको लागि उहाँले आफ्ना हजारौँ व्याख्या गर्नुभएको थियो र यो विषयमा धेरै अगाडिदेखि चर्चा परिचर्चा भइरहेकै पनि छ। र आज म यहाँहरू सामु जसरी योगी नरहरिनाथले हामी सबै नेपालीलाई एउटै मालामा गाँस्नको लागि जुन परिकल्पना दिनुभएको थियो, हामी सबै त्यसैको सिद्धान्तमा हिँड्न सके र हामी सबैले आफ्नो मौलिकताको संरक्षण गर्न सके, हामी सबैले आफू को हुँ भन्न खोजी गर्न सके, पक्कै पनि यो देश सुन्दर, शान्त र विशाल बन्नेछ। मलाई थाहा छैन तपाईँहरूले योगी नरहरिनाथलाई जान्नुहुन्छ या जान्नुहुन्न, तर तपाईँले प्रत्येक दिन मनाइरहने र तपाईँले प्रत्येक दिन मानिरहनुहुने चाडपर्वको चिन्ता यो देशको कुनै सन्तलाई थियो भने पक्कै पनि योगी नरहरिनाथ भन्दा बाँकी कसैलाई थिएन। उहाँले नेपालका प्रत्येक ठाउँका, प्रत्येक भूगोलका र प्रत्येक जातिका विषयमा धेरै ठुलो व्याख्या गर्नुभएको छ। तपाईँहरू पनि अहिले पछिल्लो समयमा हामीले संरक्षण गरेर, आदरणीय गुरुहरूले संरक्षण गरेर राख्नु भएको छ, त्यहाँ आएर अध्ययन गर्न सक्नुहुन्छ। र आज उहाँको 136औं फागुनन्द महागुरुको 136औं मनाइरहँदाखेरि हाम्रो समाजमा एकता बनाउनको लागि हामीहरू अघि विश्व हिन्दू महासङ्घको अध्यक्षज्यूले घोषणै गर्नुभयो यो ठाउँलाई मुन्दुमको अध्ययन केन्द्र बनाऊँ। पक्कै पनि महागुरु फागुनन्द पनि पछिल्लो समयमा आउनुभएको महापुरुष हुनुहुन्थ्यो। उहाँले जीवनमा भोग्नु भएको कुरा, उहाँले दिनुभएको शिक्षा कहाँ अध्ययन गर्न जाने भन्दाखेरि मोरङको मेक्लाजुङमा जान पाइयोस्, त्यो हामी चाहन्छौँ। यो कार्यमा विश्व हिन्दू सङ्घ र नेपालका सम्पूर्णलाई एकजुट भएर जसरी योगी नरहरिनाथले हामी फरक भूभागमा बस्ने, फरक भाषा बोल्ने सबलाई एकताको सूत्रमा बाँध्नको लागि उहाँले जुन विचार, जुन सिद्धान्त हामीलाई दिनुभएको थियो, हामी सबै त्यो ठाउँमा आएर हामीले आफ्नो मौलिकतामा रमाम, हामीले आफ्नो परम्परामा रमाम र हामीले आफ्नो संस्कृतिमा रमाम भन्ने सम्पूर्णलाई अनुरोध गर्दै नागा बाबा विनायक पुरीज्यू गुरुज्यू हुनुहुन्छ। उहाँको हस्तपाउलीबाट माउलीको तस्बिरमा फुलमाला, दीप जलन, मालार्पण कार्यक्रम अगाडि बढिरहेको छ र हाम्रो विशिष्ट अतिथि अन्य अतिथिज्यूहरू उक्त माउलीको तस्बिरमा फुलमाला अर्पण र दीप जलनपछि प्रमुख कार्यक्रम हाम्रो आजको यो 136औं माउलीको फागुनन्दको शालिगमा माउलीको दिव्यबाडी, माउलीको विश्व सम्पदामा, विश्व धर्ममा फैलिएका अनेक उक्त दीप जलनपछि हाम्रा माङ्सेवा सभाजीहरू क्षमता सहित 3 चोटि माङ्गीलाई परिरहेको छ। दीप प्रज्वलन र माङ्गीलाई 3 चोटि प्रयोगमा आएको छ। पुनः यस मञ्चमा मागबाजा ढोल झन्डाहरूलाई लिएर उक्त हाम्रा विभिन्न गुरुजीहरूलाई स्वागत गर्दै हाम्रो माघिसको परिसरमा प्राङ्गणमा 3 चोटि परिक्रमा गरिदिनुहोस् हुनको लागि अनुरोध चाहन्छ। यहाँ केही नाराहरू छन् होइन, किराँत धर्मको जय, महागुरु फागुनन्द जय रावण, यस्ता विविध धर्मका नाराहरू छन्। छिटो बोल्ने हुँदाखेरि त्यो
तलबाट गरौँ सबले बाल्यो नि हाम्रो लगातार हान्दैम न मन बाजा छिटो युरेम न ताली 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 खालि भित्र अझ भित्र भर्खरै 136औं दीपदान कार्यक्रम सम्पन्न भइसकेको छ। यसका हाम्रा प्रमुख अतिथि विशिष्ट अतिथि लगायतका सम्पूर्ण अतिथि उनीहरूले उनका बाबुलेको शारीरिकमा दीपदान कार्यक्रम अगाडि सम्पन्न भइसकेको छ। अब हाम्रा सम्पूर्ण धर्मावलम्बीहरू अतिथिज्यूहरू उनका साथीलाई परिक्रमा गर्दै यसै मन्दिरलाई राज्य शासनको प्राङ्गणमा परिक्रमा बाँडिनको लागि पनि हात जोड्न मन चाहन्छु। हामीले केही नाराहरू राखेका छन्।